हेलो गाइज नमस्ते वेलकम टु माई च्यानल। आज चाहिँ हामी यो टिकटकमा ट्रेन्ड जस्तै छ नि एउटा त्यो फोटो राखेपछि त्यसलाई के म्युजिक दिन्छ टिकटकले आफै के हेरौँ है त। हामी यहाँ धेरैजना त छैनौँ 3-4 जना छौँ। यसो कुन गीत दिँदो रहेछ अथवा के डाइरेक्ट दिँदो रहेछ हेरौँ है त। यहाँ भिडियो खिच्ने चक्करमा यहाँ फेरि हुनुहुन्छ। के गरेको तिमीले नानी के गरेको? हेलो बेबी यता हेर त के गरेको? आऊ पहिला सुरु हामी सानो मान्छेदेखि सुरु गरौँ ल। यता हेर त रितु यता हेर है म फोटो खिच्छु है तिम्रो। यो हाम्रो बहिनीलाई छोरीलाई के दिँदो रहेछ है गीत? यता हेर्नुहोस् त मेरो छोरो कस्तो छ, मेरो छोरो त हिरा जस्तो छ। आफूलाई हेर्नुहोस् खेतीपाती राम्रो हुर्काएको छोराछोरी राम्रो यता हेर्नुहोस् ठ्याक्कै मिल्यो यो चाहिँ होइन अनि भाउजू ठ्याक्कै मिल्यो होइन चटचक्केलाई। फेरि हाम्रो भाउजूको पालो है त। है भाउजू यता हेर्नु त तिम्रो त सर त है एकछिन नगर न। भाउजूको पालो है त। भाउजूले के गीत आउँदो रहेछ है त। फोटो खिचौँ है। जति दुःख पर्छ उति मुस्कुराउनुहोस्। मेरो त मनकै त्यता बुझे जस्तो लाग्यो। के भयो अरे मिल्यो मेरो त जति दुःख पर्छ मुस्कुराउनुहोस् सर हस् भन्ने। कस्तो लाग्यो त भाउजू यो वाला? ठिक छ एकदम मिल्यो। मुखले हेर्नु न के हो मिल्यो। ल सुन्नु कस्तो आहा तपाईँको यहाँ गीत। यस्तो बाङ्गे फोटो आएर चाहिँ किन यो काली केटीको यी बनाएको है। ल यता हेर रेडी 1 2 3 के आउँछ सुनौँ है। इभन राम्रो लाग्यो। मलाई फोटो खिच्नु मात्र हुन्छ कि रितु लानु न दिदी। पछि यो त के मिलेन। आफूले सोचेको कहिले नहुने त हुन्छ नि खुब मिलाएर चाहिँ गर्यो। ल गाइस आज चाहिँ सानो भ्लग थियो होइन। कसको अब टाइम पनि भएन घुम्न पनि गइएन अनि त्यही भएर कसको कस्तो गीत आउँछ हामीलाई राम्रो लाग्यो होइन गीत। राम्रो लाग्यो। उहाँलाई चाहिँ एकदम चित्त बुझ्यो अरे। मलाई फेरि छोरीको चित्त बुझ्यो मेरो त फिट्टिकै चित्त बुझेन। ल बाई गाइस सी यू। मेरो च्यानल लाइक सब्सक्राइब कमेन्ट सबै गरिदिनुहोस् है।